वाओ क्या दामी सिन छ कि भालो गाडी या गाइस बबल छ यो सिन त आम्मामा वेट ओह्रालो छ यहाँ चाहिँ भन्ने हो भने ओह्रालो होइन यस्तो बबाल हामी यही बाटो हिँड्यो हो सधैँभरि यो तल त्यसो बाटो नि हिँड्यो भिडियो हेर न ओहो बाप रे बा होइन बबाल छ नि होइन सिन त लाएर गाइजहरू हाम्रो यात्रा चाहिँ यो हो है त हेर यस्तो बबाल वरिपरि पुरै रमाइलो छ अब यहाँ यस्तो छ बबाल बबाल यतातिर जस अहिले चाहिँ कामको उजाल भइसक्यो यस्तो ठाउँतिर हिँड्नु पर्छ साउदी अरबको विगत ठाउँतिर र यहाँबाट अगाडि पनि छ बाटो चाहिँ छन चाहिँ यो तल्लो बाटो हो यहाँ कुब्री पनि छ तल माथि चढ्ने कुब्री पनि छ तर पनि अब के गर्नु गाइजहरू उता पुलिस बसिरहेको हुन्छ त्यही कारणले गाडीहरू हिँडिरहेछ एउटा दुइटा विगतको ठाउँ भने यो हो नि त साउदी अरबको ठाउँ भने जस्ट भिडियो बनाउनु मन लाग्यो गाइजहरू के गर्नु गाइजहरू पहाडको बिचमा साउदी अरब बबल छ ठाउँ चाहिँ बबलै हो बबल भनेको बबलै हो गाइजहरू टावरहरू छ भनेको चाहिँ त्यही 80को स्पिड हुन्छ नि होइन 80को स्पिड 120-100सम्म पुऱ्याउँछन् मान्छेहरूले तर मैले चाहिँ धेरै कुदाउँदिनँ सिटी बाहिर हिँड्ने हो सिटीमा हिँड्यो भने त अब फाइन आइहाल्छन् होइन त्यही कारणले सिटी बाहिर कुदाउने हो हिँड्ने हो अब हाइवेतिर निस्किन लागेको छु अब यहाँ वन बेराहरू आउँछन् भनेको छ के भनेको छ गाडीहरू बसिरहेछ कोही गाडीहरू भो गाइजहरू तमाम रोड देखाएको छ स्पिड चाहिँ यतिमा हुन्छ एकदम स्ट्रेट बाटो हो 100 क्यामेरा राखेको छ है यो क्यामेरा हो गाइजहरू ओके बा गाइजहरू साउदी अरबिया बबल ठाउँ चाहिँ यो हो क्या भन्न मिलेन तर भिडियो खिच्नको लागि मात्र एकछिनको लागि बबल हो यस्तो दामी बाटो त कति आउँछन् कति जान्छन् गाइजहरू होइन क्यामेरासँग केही छैन जति सक्दो हान्दा हुन्छ स्पिड बाटो खुल्ला छ नत्र भने त लाइन हुन्छ ठुलो गाडीहरूको आज बाटो खाली भेटाएको छ अब म 100को स्पिडमा छ भने यो कतिको स्पिडमा होला त गाइजहरू 140 भन्दा त छैन होला सायद साउदी अरबको सिटीहरू यस्तै हुन्छ प्रायः जस्तो हस् त धन्यवाद।